भाउजूलाई के भन्नुभयो? भाउजूलाई मेरो त सिक्री नै हराइहाल्यो, अब के गर्ने भने भने भयो। अब टेन्सन होला भनेर म त सुत्दिहालेँ। भाउजूले कतै बुढा अर्कोलाई लगेर दिएनौ त भन्नु भएन भाउजूले? मैले त्यही भन्ला भन्ने डर थियो नि, तर भन्नु भएन, राम्रै भयो। त्यो देख्यो नि मिडियामा। ल भाउजूलाई प्रपोज गर्नु पर्यो दाइले, अब के भन्नुहुन्छ? जय शम्भु पार्वती माता भन्ने हो। ए भगवान, भाउजूले तपाईँ जय पार्वती। मन पर्ने तरकारी चाहिँ कुन हो त? मासु। मासु बाहेक मासुको झोल। ल सपोज घरमा मासु नै पका छैन नि, अनि के खानुहुन्छ त? म पसलबाट किनेर लिएर आउँछु। ल पसल पनि बन्द थियो, मासु पसल पनि बन्द थियो अरे। होटेलबाट लिएर आउँछु। ल होटेल पनि बन्द थियो अरे। ल तेरो कान काटेर भए पनि खान्छु, तर मासु चाहिँ जसरी पनि खान्छु। कानले त्यहाँ राम्रो चाहिँ निकाल्दै। कालो गोरो कस्तो आउनुपर्ने? गोरो गोरो गन्जी कालो निकाल्ने कि यहाँ सेल्फी सेल्फी गन्जी कस्तो निकाल्ने? सेतो निकाल्नु न। अनि मुख रेला नगरेर छिटो न। तपाईले चस्मा किन लाउनुहुन्छ? होइन आँखा देख्ने भनेर। आँखा देख्ने भनेर? हजुर। केटी देख्नलाई त होइन। होइन केटी पनि हेरिन्छ होला लगभग। यो तपाईको बानी जाने चाहिँ भएन है। अनि रोक्सी खाने मान्छेले रोक्सी छोर भनेर हुन्छ। हाई के छ? ओन्ली इङ्ग्लिस। हाउ आर यु? काठमाडौँ। र यो भिडियो चाहिँ तिम्रो पापालाई पठाइदेऊ। नमस्कार ससुरो बुढो है। अब ज्वाइँ चाहिँ यही हो, ह्यान्डसम ह्यान्डसम, टलमा टल, फिटनेसमा फिटनेस। पढाइ सोध्नुहुन्छ भने म 7.5। अब कमाइ, अब त्यो पढाइपट्टि छोडिदिउँ, अब कमाइपट्टि नै तपाईँ चाहनुहुन्छ भने 1000 रुपियाँहरूको चाहिँ म चक्नाइ मात्रै खान्छु। अब यस्तो पनि कोही बेला क्या दबाईको रूपमा मात्रै। अब त्यही हो, ज्वाइँ यस्तै छ है। अब छोडिदिएन भने त कसम भने खुकुरी ल्याएर चाहिँ नि तपाईँकै छ भने म छोडी भगाइदिन्छु फेरि। गुन्डा गरिदिन्छ फेरि ज्वाइँ चाहिँ। स्टार्टिङमा त मलाई प्रेम गीत 3 को अफर आएको थियो। यो अफरलाई चाहिँ मैले रिजेक्ट गरिदिएँ होइन। अहिले किन रिजेक्ट गर्नुभयो? मेरो एउटै समस्या छ, मैले अफिसमा काम गर्छु होइन। चिन्दिनँ म त, कसैलाई चिन्दिनँ म त। कसलाई चिनेर के फाइदा हो? यो कलियुगमा जसले आफूलाई राम्रो गरे भनेर मै गरे, त्यसैले फडङ लात्ता हानेर मलाई पल्ला रे साइलाले, मलाई पल्ला रे साइलाले, हत्तेरिका साइली रे मै, हत्तेरिका साइली रे मै, हत्तेरिका साइली रे मै, मलाई पल्ला रे साइला। औ ढले भन्ने बेला ढले 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 मत ढले 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 ढले। छोरी तिमी पनि एउटा केटा खोजेर जाऊ, पहिला सबै गए, तिमी मात्र किन बस्छौ र? मलाई किन मम्मी, म त बुढी भइसक्यो, कपाल फुलिसक्यो, मलाई कसले लान्छ र मम्मी? मलाई कसैले लाँदैन। मेरो जिन्दगी यस्तै हो। आधा अधुरी। तिमी झन् भाइरल रानी सबैले मन पराउँछ नि छोरी। बरु भक्क पादिकिन घरै ढोस्टा बनाइदिएका छौ न। यो फुस्स पार्ने काम नगर्दा मेरा बित्थाता बेसरी पाछु हुन्छु, फुस्स आइन्छ। म के गरौँ? अब के होला त? अब के होला देशमा? अब के होला देशमा? अब के हुन्छ देशमा? हाम्रो देशमा अहिले गर्मी उत्कर्षमा छ। यति तातो छ मौसम। हेलो, हाँ बोलो। हाँ मैं अभी अपना साथी के साथ हूँ। हाँ क्या तुम मुझे मन पराती हो? हाँ हाँ मैं अभी नहीं आ सकता। हाँ अभी मेरा फुर्सत नहीं है। हाँ मैं भोलि आ जाऊँगा और परसी घर फर्कूँगा। ओके ओके भोलि आता हूँ। ओहो निशाजीले मलाई एकचोटि भागम न लेखिरहेको छि न कचरी कति पटक भाग्ने सोचेको छ यसले। ए निशा निशा ए निशा
निशा चस्मा फुकालेर कुराकानी गरौँ अब चस्मा लाएर अलि फेरि बाजेलाई फेरि सुन्नुहोस् न मेरो कुरा चस्मा निकाले फेरि अलि फेरि नराम्रो छु कि म अलि कालो पनि छु राम्रो देखिन्छ भनेर मैले चस्मा लगाएको कारण किन नि हो के साह्रो यो अल्छी लागिरहेको है मलाई हुन त मलाई जाँगर पनि कहिले चाहिँ चल्या हो र पोहोर एकचोटि चैता उखरपात जाँगर चल्या थियो खोपीका बाउले पाटा फर्किने गरी कुटिरे थियो अब बल घट्यो तागत घट्यो शारीरिक काम गरौँ पाखुरा सुकेर बिरालोको खुट्टा जत्रो भइसक्यो मानसिक काम गरौँ दाहिने दिमागले काम गर्नै छोडेको 3 दिन भयो के चाहिँ गर्ने होला त क्याम्पस गर्ने पो गाह्रो भयो मलाई त्यो इजी कुरा हो अब हामी जतिको मान्छे भोलि लिजेन्ड हुँदै जाँदा बिहे गर्नु पर्यो भने युवतीहरूको लाइन लाग्ने प्रहरीले मेरो सुरक्षाको लागि त्यहाँ टियर ग्यास हान्दाखेरि केटीहरू आँसुको भेल बगाएर रुने त्यो स्थिति हुन्छ भन्ने त मैले निकट भविष्यमा त्यो सम्भावना